नवनियुक्त युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले खेल क्षेत्रको विकासका लागि आफूले सक्दो पहल गर्ने बताउनु भएको छ। यसका लागि सबै मिलेर अघि बढ्नुपर्ने उहाँको धारणा थियो। कमलपोखरी स्थित युवा तथा खेलकुद मन्त्रालयमा पदबहालीपछि कर्मचारीहरूलाई निर्देशन दिँदै उहाँले नेपाली खेल क्षेत्रलाई विकास गर्न राज्यले लगानी बढाउनुपर्ने बताउनुभयो। मन्त्री पौडेलले खेल क्षेत्रमा राजनैतिक हस्तक्षेप गर्ने कुनै उद्देश्य नरहेको भन्दै गम्भीरतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो। खेल क्षेत्रमा सधैँ आइरहने विवादहरू आफ्नो कार्यकालमा उत्पन्न नहुने विश्वास प्रकट गर्दै उहाँले खेलाडीहरूको हौसला वृद्धि गर्न आफूले अधिकतम पहल गर्ने दावी गर्नुभयो। भविष्यमा युवा सम्बन्धी कार्यक्रमहरू पनि वृद्धि गर्ने बताउनुभयो। साथै उहाँले नीति अनुसारको विधि र विधि अनुसारको कार्यान्वयन तथा विकास गर्दै लानुपर्नेमा जोड दिनुभयो। उहाँले देशको कुल बजेट मध्ये 1% खेलकुद क्षेत्रका लागि छुट्याउन आफूले पहल गर्ने जानकारी दिनुभयो। बारा क्षेत्र नम्बर 4 बाट संविधान सभा सदस्य निर्वाचित पौडेल नेकपा एमाले भातृ संगठन नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष हुन्। मन्त्री पौडेलले शुक्रबार राष्ट्रिय खेलकुद परिषदको भ्रमण गर्नेछन्।